हेर सन्दीप होइन भन्दा दुःख लाग्ला तर लास्ट त बुढीको कुरा सुन्ने भइस् के सिधै भन्नुपर्दा लास्टै जोइ टिङ्रे भइस् के त यार कसरी म जोइ टिङ्रे भएँ के पृथ्वी नचाहिने कुरा नगर्न त पनि ल यसको व्याख्या गर्दा म जोइ टिङ्रे हुनुको के गरेर म जोइ टिङ्रे जस्तो भयो भने त मलाई जोइ टिङ्रे त होस् त बुढीले खा भने खा हक भने हग्ने जे गर्ने त्यही गर्ने कस्ता कुरा गर्छ से पृथ्वी त पनि यार बुढीले के नराम्रो भन्यो भने त अनि मलाई टाइममा खानु अनि उनले खा भने खानै त पऱ्यो त खाएपछि त मलाई फाइदा हो त अब हक भनेपछि हग्नै पऱ्यो भोलि पछि के नहगेर मेरो शरीरमा के रोगहरू आयो भनेपछि त्यो त मलाई घाटा हो नि त मेरै लागि त भन्यो भने त पछि कहिले नखा भनेपछि नखानै पऱ्यो अब मलाई के बिरामी भाषा भनेपछि अमिलो समिलो नखा भन्छन् अब त्यो त नखानु पऱ्यो नि त त्यो त मेरै लागि भन्यो भने त त्यसलाई जोइ टिङ्रे भन्न मिल्दैन के त्यस्तो ठुलो कुरा नगर के सन्दीप अस्ति मलाई मेरो पार्टीमा जाउँ होइन मलाई खाउँला सबै साथीहरू बसेर भनेको त मलाई गएन के अरे लास्टमा जोइ टिङ्रे पन देखायो के अरे कस्तो कुरा गर्छौ है कर्णवीर अब त्यो पनि जोइ टिङ्रे हो त अब रातिमा नजानु पार्टी पनि रातिमा थियो अब नजानु केही लडिन्छ कहीँ पल्टिन्छ बाइक साइक एक्सिडेन्ट हुन्छ अनि त्यो मेरै लागि त भन्यो नि त मेरो बुढले अनि कसको लागि भन्यो नि त त्यो पनि जोइ टिङ्रे हो त बाबा मलाई धेरै बाहन्न मलाई हिजो रातको दिउँसो त पार्टी थियो किन आइस् त कस्ता कुरा गर्छ चाहिँ पृथ्वी अब दिउँसोको टन्टनालपुर घाममा ट्याक्कसँग लाएर सूर्यको किरण मान्छेको शरीरमा पऱ्यो भने विभिन्न किटाणुहरूले हान्छ नि त भोलि म बिराम भयो भने के गरेर भ्याट्ट मऱ्यो भने कसलाई घाटा हो त मलाई घाटा होइन तिमीहरूको साथी खोसिएन तिमीहरूबाट अनि यो पनि त बुढले मेरो लागि राम्रो त भन्यो नि त धेरै नाटक नगर मुला अस्ति हामी तिनजना रक्सी खाएर तेरो घर तल छोड्न गयो बेला तेरो बुढले मलाई मेरो बुढीलाई रक्सी खुवाउने बिगारे भनेर एक जाउड मलाई हाने बेला त किन बोलिनस् त मलाई आफ्नो जोइको पछाडि किन बसिस् त कस्ता कुरा गर्छौ है कर्णवीर अब मेरो बुढीले तिमीलाई एक झापट हाल्ने भने तिम्रै लागि गरेँ नि त भोलिपर्सि म चोर्न गयो भने मेरो आमाले मलाई हाल्ने भने के म आमा टिक्ने भएको त भयो मलाई धेरै चेपाएर नपार अस्ति दुईजनाले यहाँ दाउरा च्याद्न लाग्थ्यौँ तेरो जोइ आएर च्याप्पसम्म मात्रै लग्यो अर्का घरमा यस्ता नोकर लाग्ने अरे मलाई साथीभाइमा कहिले तेरो घरमा काम गऱ्यो कहिले उसको घरमा गऱ्यो एक दिन मेरोमा गर्दा तेरो जोइले त्यस्तै लग्यो कति जोइ टिङ्रे यहीँबाट पुष्टि हुन्छ क्या भाइ कस्ता कुरा गर्छ चाहिँ पृथ्वी भोलि बिहान दाउरा च्याद्दा च्याद्दा भ्याट लागेर म पिग्लिकै मऱ्यो भनेपछि तिमीहरूको एउटा मिल्ने साथी खोसिएन तिमीहरूको लागि राम्रो भनिन त मेरो बुढले वास्तवमा त यो राम्रो हो नि त मेरो बुढलाई त्यसै जोइ टिङ्रे मलाई जोइ टिङ्रे लगाएर मेरो बुढी ठिक छिन्